नमस्ते म वसुन्धराजी आज म हुनु त म त्यस्तो युट्युबर त म त्यो होइन म चाहिँ विराटनगर है फ्रम विराटनगर म वसुन्धराजी अनि थोरै एउटा के कुरा गर्न मन लाग्यो मलाई आज म यहाँहरूको माझ यो काठमाडौँ ललितपुर भक्तपुर बसे जस्तै होइन सबै ठाउँ बसेँ र आज म चाहिँ यो कीर्तिपुर डाँडा भनौँ न कीर्तिपुर डाँडा नै भन्न मिल्दैन यो चाहिँ एउटा हुन्छ नि यो ललितपुर काठमाडौँको अब एउटा समावेशी है जब एउटा पृथ्वीनारायण शाहले एकीकरण गर्दा यो सबै 2200 राज्य गर्दा खुसी भएको आज म यो ठाउँमा छु। यसमा चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो युट्युब म आफ्नो जुन एउटा भ्लग बनाइरहेको छु मेरो पुरै कस्तो भने एउटा साङ्गीतिक कुराको भिडियो हुनेछन् र एउटा भ्लग भनेको एउटा रमाइलो कुरा र एउटा भनेको वास्तवमा सही के हो गलत के हो जस्तै त्यहाँको ऐतिहासिक र हरेक कुराहरू जस्तै ऐतिहासिकमा भन्नुपर्दा यहाँ देख्न सक्नुहुन्छ म भर्खर हेरेँ जस्तै नरिवल फोडेको यो पनि कुनै एउटा कुनै त्यस्तो होइन यो पनि यसको पनि केही अर्थ होला है। त्यसले गर्दा यो अहिले बोतल हेर्दा अस्ति पनि म आएको थिएँ र भिडियो बनाएको थिएँ त्यसले गर्दा अब यहाँबाट तपाईँहरू हेर्न सक्नुहुन्छ प्लेन पनि उडेर देख्न सक्नुहुन्छ यो बुँदेर जस्तो लाग्छ मलाई होइन किनभने यो बुँदेरमा पनि मैले धेरै धेरै चढिसकेँ त्यो के झुन्डेको जस्तो लागिरहेको छैन के झुन्डेको जस्तो छ ए झुन्डेको रहेछ टका खोलेको मात्र छ। त्यसले गर्दा प्लिज तपाईँहरू जस्तै यो ठाउँमा जस्तै म आएँ होइन अब यसमा चाहिँ अब तपाईँहरूले के गर्नुपर्ने छ भने काठमाडौँ आउँदा जस्तै यो म जुन ठाउँमा छु यहाँ आउनुहोस् है यहाँ आउनु होला र यहाँ चाहिँ डाँडाकाँडा जुन छ यहाँबाट तपाईँले पक्कै पनि मलाई लाग्छ त्यो जुन सुन्धराको न्यु रोडको जुन धरहरा एउटा तपाईँहरू जुन आउनु भएको छ यहाँबाट पनि देख्न सक्नुहुन्छ तपाईँको ए यता अँध्यारो भयो हो त्यहाँ धरहरा हो है जस्तै धरहराबाट पनि काठमाडौँ तपाईँ अवलोकन गर्न सक्नुहुन्छ। तपाईँहरूले यो तपाईँले धरहराबाट अवलोकन गर्नुहुँदा पनि यो जुन बोतल डाँडा भन्ने छ यो कीर्तिपुरको होइन कीर्तिपुरमा पर्ने यो डाँडा हो अनि यसमा चाहिँ तपाईँले अब पुरै गर्न सक्नुहुन्छ। यहाँ यसबाट तपाईँको के अरे गणेश हिमाल त्यो गर्न सक्नुहुन्छ अर्को सगरमाथादेखि लिएर कञ्चनजङ्घादेखि लिएर हरेक कुराहरू गर्न सक्नुहुन्छ होइन। भिडियो पर्सनमा मेरो जो साथीभाइ हुन्छ होइन उहाँले म बोलिरहेको छु मेरो बोली अब त्यो तपाईँहरू बुझ्नु होला। अनि त्यसपछि जुन यो एनपिएल जुन खेल भइरहेछ यो डाँडाबाट पनि तपाईँ एनपिएल खेलको देख्न सक्नुहुन्छ जो किन साथीभाइले देखाइराख्नु भएको छ यो अहिले अघि हल्ला भइरहेको थियो त्यही अघि भर्खरको अनि त्यसले गर्दा यहाँ एकदम आउनुहोस् है साथीभाइ एकदम रोमान्स गर्नुहोस् यो एकदम राम्रो रमणीय स्थल हो है। यो ठाउँको लागि मैले कुनै एउटा उसको लागि मैले बनाउनु खोजेँ होइन एउटा भनेको तपाईँ हामीसँग गफ होइन हरेक कुराहरू चाहिँ यो राम्रो होस् र राम्रो छ होइन भव्य र सभ्य मेरो भिडियो होस् है यहाँ आउनु होला गर्नु होला यहाँहरूलाई अब धेरै धेरै धन्यवाद छ होइन। त्यसले गर्दा अब जाडो छ अघिसम्म यहाँहरूलाई मैले के भन्न खोजेँ भन्नाले अघिसम्म चाहिँ यो के अरे सनराइज भएको अवस्था थियो तर अहिले सन अब त्यो सनसेट भइसकेको अवस्था प्लेन फेरि हेर्नुहुन्छ यो मेरो बाटो यो मैले बनाएको बाटो त होइन सरकारको बाटो अथवा त्यो नेचुरल होइन प्रकृतिको प्लेन उडिरहेको देखिराख्नु भएको छ। यहाँ तपाईँ प्लेनहरू जुन काठमाडौँमा ल्यान्डिङ भइरहेको अवस्थाको जुन एउटा हुन्छ त्यो पनि हुन्छ। अर्को चाहिँ सिरियल भनेको त्यहाँबाट देख्न सक्नुहुन्छ यी अर्को प्लेन त्यहाँ उड्यो र अर्को चाहिँ ल्यान्ड भइरहेको देख्न सक्नुहुन्छ पुरा रातो त्यो श्री कि त सौर्य होइन श्री हो किन पुच्छरमा भनेको त रातो भएको देख्नु सक्नु त्यो भनेको ग्वारको लुबुको र हिमालयको बाटो जुन के अरे रनवे भनेको यता अनि अर्को जुन फ्लाइट हान्छ नि त्यता हो अनि त्यो भइरहेको छ यसले गर्दा म आज त्यो जाडोमा अब कम्पन यस्तो गर्दैछु होइन त्यही भएर